everyone, good morning and namaste to all. फेरि पनि हजुरहरूलाई मेरो YouTube च्यानलमा स्वागत छ भन्दै आज फेरि अर्को नयाँ ब्लग लिएर म हजुरहरू सामु उपस्थित भइसकेको छु र आजको हाम्रो लोकेसन रहेको छ चप्पल कारखाना स्मार्ट दरबारमा हैन गाइस। अनि अर्को कुरा भनेको चाहिँ आज चाहिँ हाम्रो मेकअप सेकअप गरेर सबै गरिसकेर टेक लिइसकेर मैले ब्लग स्टार्ट गर्दैछु। हेर्दै जानु होला हाम्रो ब्लग गाइस। आज चाहिँ पाउँछ हुनुहुन्थ्यो भनेर चाहिँ पुरा एक्साइटेड भइरहेको थिएन, तर लास्टमा होइन रहेछ अरू नै हुँदो रहेछ। तर पनि उहाँहरू चाहिँ सिरियलको हुनुहुन्छ। म सिरियल कुन सिरियल अरे सक्की गर्ने सिरियलको हुँदो रहेछ। नाम के भन्छ सुरक्षा इटानी अनि अर्को थाहा छैन हौ होइन सिरियलको हुन्छ जे भए पनि हुनुहुन्छ होइन। हेर्दै जानु होला हाम्रो ब्लग गाइस। सो फाइनली गाइस हाम्रो चाहिँ ड्रेस चेन्ज भइसकेको छ होइन, लेहेङ्गा चोली। अनि अब हाम्रो खाना खाने टाइम भयो। सो म जान्छु खाना खानुलाई। अरू बाँकी ब्लग चाहिँ एकछिनमा देखाउँछु, हेर्दै जानु होला। अनि आज चाहिँ बेवाला सुटिङ रहेछ नि त, मतलब बेवाला नै छैन तर बे पनि छ यो पार्टमा चाहिँ। अनि यो सुटिङमा चाहिँ यो भिडियोमा चाहिँ त्यही भएर यहाँ बेहुली रेडी भइसक्यो, ह्यान्डल रेडी भइसक्यो। अब खाना खाने इलेक्सनमा फेरि टेकहरू लिन्छ, हेरेर जानु होला हाम्रो गाइज। लाइफमा बार बार बेहुला बन्ने चाहिँ उहाँ नै हो, पहिलो व्यक्ति हुनुहुन्छ। कस्तो लागिरहेछ तपाईँलाई यस्तो बेहुला हुँदाखेरि? बेहुली होइन नि त, बेहुलाको साइडमा चाहिँ बसिन्छु, पैसा खान्छ क्या त्यो हुँदैन नि। बेहुलीलाई म साइड लगाइदिन्छु। हजुर उहाँ हुनुहुन्छ पुरेत बा, बे गराइदिनु हुने। वेलकम टु माई ब्लग बेहुली, तिमीलाई पनि वेलकम। हजुर हजुर मेरो त जुरै छैन, अझै 10-15 वर्ष जुर्दैन। यस्तै नै छ गाइस यहाँ। यो स्मार्ट दरबार हो यो चाहिँ होइन, सुधा हो यो चाहिँ। अनि यो चाहिँ बेको मण्डप हो। हजुर वेलकम टु माई ब्लग। उहाँ हुनुहुन्छ हाम्रो मेकअप आर्टिस्ट आजको। अनि उहाँ हुनुहुन्छ हाम्रो हेर्ने मान्छे हो क्या। उहाँ चाहिँ ब्लग हेर्ने मान्छे हुनुहुन्छ। हजुर मेरो रेजिना 913 छ होइन, 913मा 913 फोटो ल भलग। ओके डन। ओके भलगमै आउँछ, ब्लगमा आउँदैन भलगमा आउँछ ल, 100% आउँछ। झापाको भलग ल भलग। यो चाहिँ हाम्रो बिहेको मण्डप होइन। अनि यहाँ चाहिँ हाम्रो सेटहरू रेडी छ। अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ स्मार्ट दरबार। र यहाँ चाहिँ मेरो चाहिँ दोस्रोचोटि हो सुटिङ, मतलब दोस्रोचोटि भ्लग हो होइन, हेर्दै जानु होला। अनि सुधा तिमीलाई कस्तो लागिरहेको छ? भिडियो बनाउँदैछु कि कस्तो लागिरहेछ? ओके भयो साइड। दिस इज मी रेजिना विश्वकर्मा होइन। दिस इज मी रेजिना विश्वकर्मा। म आज जाँदिनँ घरमा। यहाँ चाहिँ पुरा चलिरहेको छ बिहे।
सही टाइममा जुन गरेर किन अब भ्लगमा भिडियो बनाइदिनु पाएन चलो सो फाइनली गाइज हाम्रो चाहिँ त्यो जुन अघिको सुरुवाला सुटिङ त्यो म्युजिक भिडियो थियो त्यो म्युजिक भिडियो सकेर अहिले चाहिँ हामी फेरि अर्को नयाँ म्युजिक भिडियो गर्दैछौँ त्यो चाहिँ आज 2टा म्युजिक भिडियो रहेछ एकै दिनमा सुट्ने भनेको रहेछ त्यही भएर अब फेरि अर्को गीतको स्टार्टिङ हुँदैछ सुकेर जानु होला हाम्रो चाहिँ लोकेसन सिफ्ट भएर हामी चाहिँ जाँदैछौँ दरबार स्मार्ट दरबारदेखि स्मार्ट मलमा जाँदैछौँ होइन। सो जाने क्रममा चाहिँ म हजुरहरूलाई एउटा गीत मिठो गीत सुनाउन चाहन्छु गाइज प्लिज राम्रोसँगले सुनिदिनु होला ल। गीतको बोल रहेको छ मेरा मन रेडी प्लिज नतर्सिनुहोस् है फेरि गीतै बिर्से मेरा मन कहने लगा पास आके न तू दूर जा छूने दे होठ तेरे पास आके न तू दूर जा। गाइस मैले चाहिँ गीतको लिरिक्स बिर्सेँ म गीत चाहिँ फेरि खत्रै गाउँछु राम्रो गाउँछु होइन तर मलाई लिरिक्स चाहिँ थाहा हुँदैन कि गाइस चाहिँ छ होइन गाइस अब म एकदम ह्यान्डसम म्यान विथ अस आया हातै दुखो गाइस होइन हामी चाहिँ बाटोमा पागल जस्तो भइदिएको के अरे ओइ त्यो अस्ति गीत गाएको गीत के पो अरे लाख समझाऊं मैं तो दिल समझ नहीं पाता मांगे यो दो पत्ती कस्तो राम्रो लाग्दो रहेछ फिल्म म गीत गाउँछु ल। लाख समझाऊं मैं तो दिल समझ नहीं पाता मांगे तेरी खैरिया तर गाइस म जिस्केको होला म यो भन्दा चाहिँ दामी गाउँछु कि कहाँ हुन्छ अरे हामी उता तल हो कि म अस्ति होइन स्मार्ट दरबार भनेर स्मार्ट मल गाइस हात दुखोला एकछिन सो दिस इज द काठमाडौँ अनि यहाँ उताबाट चक्रपथ छ होइन गाइस अन्त यहाँ चाहिँ घुम्ने पार्क छ चक्रपथको छेउमा के अरे शङ्ख पार्क अरे अनि यो पार्कमा चाहिँ म धेरै वर्ष अगाडि नै आइसकेको हो ठाउँको नाम चाहिँ थाहा छैन अरे घुम्न होइन कि यो पार्कमा यसो हल्का अब हुन्छ नि एक्सर्साइज गर्नलाई चाहिँ पहिला नै आएको थिएँ म बिर्सेँ क्या बिर्सेँ आई
just forgot the name. सङ्घ पार्कमा झारिदिनु भन झारिदिनु हुन्छ भनेको कहाँ हो त्यो भएर मलाई थाहा छैन अरे यसरी छ गाइस होइन अब हामी चाहिँ सबैजना रमाइलो मान्छे छौँ यसरी छ काठमाडौँमा धेरै धुलो छ मास्क लगाइकन हिँड्नु सकिन्छ तर त्यही पनि लगाएको मान्छेले बोलाएको तर पनि मास्क बिना एकदम गाह्रो हुन्छ कि हुन्छ नि सास फेर्नै गाह्रो हुन्छ त्यही भएर चाहिँ गाइसहरू अनि हामी चाहिँ काठमाडौँको बाटोमा हिँडिरहेको छौँ काठमाडौँको बाटो यस्तो छ अब कस्तो छ भन्दाखेरि हुन्छ नि यो चाहिँ चक्रपथ हो है चक्रपथको चाहिँ शङ्ख के अरे शङ्ख त्यस्तै पार्क हो होइन अनि तर यहाँ बिचमा चाहिँ माथि चाहिँ टुप्पोमा शङ्ख पनि छ होइन अनि म यहाँ बोल्दाखेरि यहाँ के अरे यहाँभित्र पस्यो भने अघि नै नाच्दा प्लान नै लडिसकेको छ होइन त्यसले छ गाइसहरू जानु होला हाम्रो ब्लग होला तिमी देखाउ त्यो डान्स चाहिँ देखाउन कस्तो खतरा छ कि त्यहाँ पर आएर छ त्यहाँ चाहिँ स्मार्ट महल छ भने यहाँ चाहिँ होटल स्मार्ट छ गाइस स्मार्टै स्मार्ट छ यो काठमाडौँमा तर योभन्दा धेरै स्मार्ट चाहिँ मै छु ल गाइस हेर्दै जानु होला हामी होटल स्मार्ट आमामा मलाई त के भन्नु यस्तो छ गाइस राम्रै छु ल त्यही भएर लड्दैछ भने म लगाइरहेको छु गाइस खाना दामी भेरी गुड यहाँ चाहिँ हाम्रो सबैजना टिमहरू खाना खाइरहनु भएको छ वाह खुवाइ चाहिँ दामी रहेछ उसो भए के हो रे सुन्ने गरी भन्नु पर्ने म खाना खानु मन परेन